सम्पूर्ण साथीहरूलाई नमस्ते। हिजो एकजना बिरामी आउनुभएको थियो, पेट दुखेर, खाना नपच्ने, उल्टी आउने अनि भकभकी लाग्ने त्यस्तो केसले आउनु भएको थियो। अब चाहिँ यहाँ डाक्टर साहबलाई देखाउँदाखेरि डाक्टर साहबले चाहिँ आर्यल, ओन्डेम, पेन्जोल, जोन र पेन्टापराजोल चाहिँ यो चाहिँ आर्यल चाहिँ भुँडी मात्रै भनेको छ। आज हामीले बिहान लगाइसक्यौँ, बेलुका लगाउनु परेन। ओन्डेम चाहिँ भुँडी भनेको छ, बिहान लगायो अहिले पनि लगाउने। पेन्जोल पनि भुँडी भनेको छ, अहिले लगाउने, बेलुका पनि लगाउने। अनि जोन चाहिँ बिहानमा भुँडी मात्रै भनेको छ, बिहान पनि लगाउने। अब म चाहिँ यहाँ चाहिँ पेन्जोल जोड गर्दैछु। यो चाहिँ पेन्जोल भनेको पेन्टापराजोल इन्जेक्सन 40 mg हुन्छ। यसले चाहिँ पेटमा वाकवाकी लाग्ने, उल्टी आउने जुन हुन्छ नि, पेट दुख्ने त्यो समस्यालाई सल्भ गर्छ। यो चाहिँ पेन्टापराजोल हो। र पेन्टापराजोलको डिस्टिल वाटर भयो, यो चाहिँ पेन्टापराजोलको पाउडर। चाहिँ यसमा डिस्टिल वाटर हालिसकेँ मैले। यो डिस्टिल वाटरलाई चाहिँ पाउडरमा घोलिसकेँ। अब यो चाहिँ भिलै भइरहेको छ, भुलिसकेको छ, भित्र पाउडर कति पनि छैन। यो पाउडर भुलिसकेको छ। अब मैले यसलाई सिरिन्जमा लोड गर्ने, 10 ml पुरै हुन्छ, 10 ml को सिरिन्जमा लोड गर्ने। यो चाहिँ ओन्डेम हो। डक्टरले चाहिँ यो 8 mg बिडी दिने भन्नुभएको छ। यसमा चाहिँ 2 mg मा चाहिँ 1 ml 2 mg हुन्छ भनेपछि चाहिँ 2 ml मा चाहिँ 4 mg हुन्छ। हामीले एउटा भाइले यसमा लोड गरिसकेका छौँ, त्यो 4 mg को भने 4 mg को लोड गर्दैछौँ। टोटल 8 mg भयो। यसले चाहिँ के गर्छ भनेपछि उल्टी आउने जुन वाकवाकी हुन्छ, धेरै उल्टी आउने भइरहेछ, त्यसमा चाहिँ कुनै काम गर्छ। उल्टी चाहिँ नआउने काम गर्छ, रिङ्गाटा लाग्ने, वाकवाकी पनि लगाउने गर्छ है यसले। ल यो लोड गरिसकेँ मैले, अब लगाउँछु। अब चाहिँ यो पेसेन्टलाई लगाउनु पर्ने हो। तपाईँलाई म पेसेन्टलाई लगाएको भिडियो पनि देखाउने छु। पेसेन्टमा यो चाहिँ बुस्कोपान भयो, इन्जेक्सन बुस्कोपान भयो। अनि यो चाहिँ पेटमा दुखाइ भइरहेछ, जलन भइरहेछ भनेपछि चाहिँ यो चाहिँ दिने इन्जेक्सन के अरे केन्द्रबाट त्यो दबाई हालेको भिडियोहरू भाइ जस्तो अन्त कस्तो भयो दिनुहोस्, ठिक छ? यो दबाईले ठिक गर्छ, ठिक लाग्छ नि? यो चाहिँ पेन्टापराजोल है। यसले चाहिँ तिम्रो पेटमा दुखाइ भइरहेको, वाकवाकी उल्टी आउने जस्तो भइरहेको थियो नि, हो त्यो चाहिँ काम गर्छ है। यो बिहान पनि लगाएको छु हामीले, अहिले पनि लगायो बुझ्यौ नि। अब तिम्रो यो लास्ट डोज हो, 2 दिनसम्म मात्रै भनेको थियो। हिजो बिहान पनि लगायो, हिजो बेलुका पनि लगायो, आज बिहान पनि लगायो, बहुत बेलुका पनि भयो। अनि यो चाहिँ के भयो तिम्रो, यो चाहिँ ओन्डेम जुन चाहिँ तिमीलाई उल्टी आउने वाकवाकी लाग्ने जस्तो भइरहेको थियो नि, हो त्यसको काम गर्छ यसले। यो चाहिँ ओन्डेम भयो है। अनि यो चाहिँ बुस्कोपान भयो होइन। बुस्कोपान भनेको के हो कि जुन तिम्रो पेटमा दुखिरहेको थियो नि, जलन भइरहेको थियो, पेट दुख्ने हो, त्यसको चाहिँ ट्याब्लेटले काम गर्न गरेर, गोलीले काम नगरेर इन्जेक्सनबाट दिएको है। इन्जेक्सनबाट हो। अनि तिमीलाई कस्तो लाग्यो त यहाँ उपचार फलाइटको? राम्रो लाग्यो। डक्टरको मन पऱ्यो कि मन परेन? अब चाहिँ पानी बढी खानु पर्यो, बजारको जङ्क फुडहरू नखाने। अनि जुन चाहिँ बजारमा चाउमिन हुन्छ नि, चाउमिनहरू नखाने, चाउचाउहरू नखाने। किनकि तिम्रो पेटमा समस्या देखिएको छ, त्यही भएर चाहिँ 8-10 दिनसम्म तिमीले बजार खानेकुरो नखाने, घरको सुक्खा रोटी र दुध खाने, अनि तरकारीसित रोटी खाने है। ठिक छ? ल साथीहरू, मैले चाहिँ यो इन्जेक्सनहरू दिइसकेँ। अब इन्जेक्सनहरू चाहिँ हामीलाई चाहिँ हामीले इन्सुलेसन गर्नुपर्ने हुन्छ, निर्मणी जलाउनु पर्ने हुन्छ, जसको कारणले चाहिँ यो चाहिँ इन्जेक्सनहरू निरोगी व्यक्तिको शरीरमा घुसियो भने चाहिँ रोग लाग्न सक्छ। त्यही भएर मैले चाहिँ यो जलाइरहेको छु। हेर्नु लगाइदिनुहोस्, यसरी जलाउनुपर्छ, मेसिनमा हालेर यसरी जलाउनुपर्छ। अब जलाइसकेपछि चाहिँ यो जल्छ। ल यो हामीले यता फाल्नु पर्यो। साथीहरू, आज काम चाहिँ धेरै गरियो, तर इन्जेक्सनको काम चाहिँ एउटा मात्रै केस आयो, त्यसलाई हामीले काम पुरा गर्यौँ। अब कस्तो लाग्यो भिडियो? राम्रो लाग्यो भने लाइक, सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। तपाईँलाई कुनै स्वास्थ्य समस्या छ भनेपछि चाहिँ हाम्रो यहाँ डाक्टर ज्ञान प्रकाश भट्ट पेट, छाती, मुटु तथा थाइरोइड रोग विशेषज्ञ हुनुहुन्छ, वरिष्ठ MBBS MD डाक्टर हुन्। अनि यो चाहिँ हाम्रो महेन्द्रनगरको वडा कार्यालयको अगाडि ठ्याक्कै 160 भन्ने त प्रचलितै छ महेन्द्रनगरको, त्यसकै बगलमा अलाइड पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर र शुभ फार्मेसी भन्ने। धन्यवाद।